अचार यसरी बनाएर खानुभयो त कस्तो लाग्यो हजुरहरूलाई? मैले लास्ट टाइम भिडियो राखेको थिएँ हैन, अनि अलि डिटेलमा राख्दिनुस् न दिदी भनेर कति धेरै मेसेज आएको रहेछ क्या। फेरि पनि बनाएर शेयर गर्छु है त। मैले अलिकति तेल तताएँ अनि पातलो पातलो गरी काटेको यो टमाटरलाई ट्याप्प 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 राखिसकेपछि चाहिँ लसुनलाई पनि त्यसैमा राखेँ। त्यसपछि फर्लक फर्लक फर्काइदिएँ। एकापट्टिको भाग मज्जासँग सेकिसकेपछि अर्कोपट्टिको भाग पनि मज्जासँग सेकाउने। त्यही हो, लसुनलाई पनि दुवै साइड सेकाइसकेपछि मजाले पाक्छ अनि एउटा कचौरामा निकाल्ने। अलि निकै टमाटर प्याजको अचार बनाउनु छ भने पुनः यही प्रोसेसमा चाहिँ सेकाउने। ल हेर्नुहोस् त, यो चाहिँ दोस्रो लटको हो। अब हरियो खोर्सानी अनि टिमुर मसिनो गरी काटेको प्याज, स्वाद अनुसार नुन राखिसकेपछि हरियो फ्रेस धनिया राख्ने। त्यसपछि मजाले यसलाई चाहिँ मिक्स गर्ने हो। हात राम्ररी धोइसकेपछि त अब खाना पनि मुछेर हामीले हातले नै खाने बानी हुन्छ। कतिको म चाहिँ हातले नै खान्छु, त्यसैले गर्दा मैले हातले नै मिचेँ। हजुरहरू नघिनाउनु होला। यदि घिन लाग्छ भने पन्जा लगाएर भए पनि मिचेर एकपटक चाहिँ यो अचार अवश्य पनि ट्राई गर्नु होला। हजुरहरूले एकपटक बनाएर ट्राई गर्नुभयो भने यो अचारलाई कहिले पनि बिर्सिनु हुने छैन। यसरी बनाएको अचार केसँग मिठो लाग्छ